यो क्वेसन रहेको छ। यो क्वेसनमा चाहिँ पावर छ, एउटा पावर 4 छ, एउटा पावर 2 छ। अब पावरमा हुँदाखेरि हामीले लाउनु पर्ने भनेको चाहिँ स्क्वायरवालै फर्मुला हो र हामी सुरुमा स्क्वायरवाला गर्ने अनि अर्को सिम्पलवाला। सिम्पलवाला भनेको साइन कस्मा लगेर गर्ने है त। सुरुमा पावर छ भने पावर गर्ने, एलएचएस लियौँ र हामीले अब यहाँ सेक र टेन छ। सेक र टेनको रिलेसन के हो? 10 भनेपछि 10 + 1 हुन्छ भनेको थियौँ हामीले सजिलोको लागि। अनि त्यहाँदेखि अनि 10सँग के आउँछ? एसटी आउँछ भनेको थियो। एसटी आउँछ भनेको थियो मतलब सेक आउँछ हो, यो फर्मुला हो। अब सेक 4 मात्र छैन, स्क्वायर मात्र छ, मतलब सेक स्क्वायर यस्तो गर्नु पर्यो। अनि यसको ठाउँमा चाहिँ 10 स्क्वायर थीटा + 1 लेख्न पायो है त। अब यसको लागि पनि फेरि त्यही लेख्ने, 10 स्क्वायर थीटा + 1 होल स्क्वायर माइनस खोल्दा 10 स्क्वायर थीटा -1। अब यसलाई a + b होल स्क्वायरको फर्मुला लगाउने, a स्क्वायर + 2ab + b स्क्वायर -10 स्क्वायर थीटा -1। -1 + 1 काटिन्छ अनि यो र यो माइनस गर्दा के हुन्छ? 10 थीटा मात्रै रहन्छ है त। 10 को थीटा प्लस सरी थीटा थीटा भएछ, त्यो बिटा बनाउने है त। यसरी प्रुभ भयो। यो चाहिँ अब फर्मुला लाएर